के सल्लाह दिनुभएको छ। हामी एउटा चाहिँ मानिस भएर जन्मेपछि हामी अरूसँग चाहिँ किन झगडा गर्ने, एक वर्गको जिन्दगी भनेर चाहिँ अघि नै गीतमा चाहिँ प्रस्तुत गर्नुभयो। हामी एकचोटि मान्छे भएर जन्मिँदा पनि हामी किन अरूसँग झगडा गर्ने, अरूसँग किन दुश्मन हुने, अरूको चाहिँ किन चाहिँ खोरो खन्ने, यस्ता खालको कुराहरू चाहिँ हामी चाहिँ उहाँबाट चाहिँ हामी चाहिँ पक्कै पनि सिक्नुपर्छ जस्तो लाग्छ। जति पनि यहाँ आज यो शोक सभामा उपस्थित भयौँ, उहाँको चिर शान्ति र दीर्घायुको कामना गर्दै मेरो 57 शब्दहरू यही अन्त्य गर्छु। हस्त हामीसँग दिन सुखद भए पनि यो दीपावलीको अवसर छ। यो नेपालीहरूले महान रूपमा दोस्रो महान पर्वको रूपमा मनाइरहँदै गर्दाखेरि आज समय भने अत्यन्तै दुःखद भएको छ। अस्ति मात्रै विभिन्न उहाँका सन्ततिहरू विभिन्न ठाउँबाट परिवारसँग भेटघाट गरेर रमाइलो गर्ने हिसाबले आउँदै हुनुहुन्थ्यो। त्यतिखेर अन्जनमय निधन भयो हाम्रो भेनाजुको। साँच्चै यो अर्खालामा एउटा कर्तव्यनिष्ठ, लगनशील, अत्यन्त इमान्दारी, अनुशासित व्यक्तिको हामीले यो जुन गुमाउन पुगेका छौँ अर्खालावासीहरूले। र उहाँले जति पनि परिवारलाई जन्म दिनुभयो, उहाँको ज्येष्ठ पुत्र प्रथम बाबुले यो गाउँको लागि, यो क्षेत्रको लागि धेरै विकासहरू गर्नुभएको छ, धेरै योगदान पुर्याउनु भएको छ। माइलो छोरा यहाँ खेमन बाबु हुनुहुन्छ, जहिले पनि क्लबको प्रोग्रामहरू हुँदै गर्दा उहाँले निस्वार्थ भावले जहिले पनि यस्तै क्यामेराबाट केही कुरा खिचेर सामाजिक सञ्जालमा हाल्नुहुन्छ, जसले गर्दा हाम्रो संस्कृतिलाई पुरै यो संसारभरि नै चिनाउने काम पनि उहाँले गर्नुभएको छ, गरिरहनु भएको छ। र कान्छो छोरो त हाम्रो यो देवचिल युवा क्लबमा म पनि धेरै वर्ष नै अध्यक्ष भएर काम गरेँ। म अध्यक्ष हुँदै गर्दा उहाँ सचिव हुनुभएर काम गर्नुभयो। तिनै भाइहरू अत्यन्तै समाजसेवी हुनुहुन्छ। बाबाले सिकाउनु भएको त्यो सत्कार उहाँले पक्कै पनि अवलम्बन गरिरहनु भएको छ। त्यसले गर्दा तिनै भाइले जुन यो गाउँमा पुर्याउनु भएको जुन विभिन्न योगदानहरू छ, त्यो योगदानको कदर गर्न चाहन्छौँ हामी। र विभिन्न बुहारीहरू हुनुहुन्छ, विभिन्न छोरीहरू हुनुहुन्छ, नाति नातिनीहरू हुनुहुन्छ। उहाँ धेरै थुप्रैजनाको अभिभावक हुनुहुन्थ्यो। उहाँ आज हाम्रो समूह नभए पनि पक्कै पनि उहाँले देखाएको बाटो हामी भविष्यमा अनुसरण गर्दै जाने नै छ। र यो सोती परिवारलाई आज दुःख भएको छ, सिङ्गो अर्खालावासीले नै दुःख भएको हामीले महसुस गरेका छौँ। त्यसले गर्दा यो दुःखको घडीमा हामीले यो देवचिल युवा क्लबले एउटा सम्झनाको रूपमा यो हार्दिक समावेदना पत्र बनाएर लिएर आएका छौँ। म यहीँबाट नै अध्यक्षज्यू लगायतका जुन सचिवज्यूहरू, उहाँ कोषाध्यक्षज्यूहरू हुनुहुन्छ क्लबका साथीहरू आएर यहीँबाट नै परिवारलाई यो प्रदान गर्नको, हस्तान्तरण गर्नको लागि म अनुरोध गर्न चाहन्छु। अध्यक्षज्यू तारसर आउनुहोला। गरुण झुकेर पद्म सो बिन्ती मान्दैन त्यो, राजा रङ्गका सबै समान उसका वैषम्य गर्दैन त्यो, आयो टप्प टिप्यो लग्यो मिटी पुग्यो तारेर टर्दैन त्यो। हार्दिक समावेदना। जन्म विक्रम सम्वत 1998 12 महिना 9 गते, स्वर्गग्रहण विक्रम सम्वत 2082 7 महिना 3 गते। स्वर्गीय दलबहादुर सोती बुलिङटार 4 अर्खा निवासी एवं देवचिल युवा क्लबका पूर्व सचिव एवं समाजसेवी पुराण सोती, समाजसेवी प्रताप सोती एवं समाजसेवी खेमन सोतीको पूजनीय पिता श्री दलबहादुर सोतीको मिति 2082 7 महिना 3 गतेको दिन भएको असामयिक निधनले हामी अर्खलावासी अत्यन्त मर्माहत भएका छौँ। यस दुःखद घडीमा स्वर्गीय दलबहादुर सोतीको मृत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। शोक सन्तप्त परिवारजन, आफन्तजन तथा इष्टमित्रहरूमा परमेश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक समावेदना व्यक्त गर्दछौँ। मिति 2082 7 महिना 7 स्मृति कार्यक्रम श्री देवचिल युवा क्लब बुलिङटार 4 उपल्लो अर्खला नवलपरासी प्रदका सुस्त पूर्वले यो समावेदना पत्र हामीले बनाएर उहाँको लागि दिने जुन निर्णय गरेका थियौँ, त्यो अनुसार अध्यक्षज्यू मार्फत यहाँका परिवारहरूबाट यो ग्रहण गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद छ। आज यो हामीले हार्दिक श्रद्धाञ्जली जुन यो समावेदना पत्र हामीले हस्तान्तरण गरेका छौँ परिवारजनलाई।
र यो दुःखद घडीमा जुन हामीले स्वर्गीय दलबहादुर सोतीको स्मृति सभा गरिरहेका छौँ, यहाँ उपस्थित हुने सम्पूर्णलाई र विशेष गरी परिवारजन आफन्तजनहरूलाई मेरो व्यक्तिगत तर्फबाट म सेतीनाग माध्यमिक विद्यालयको प्रधानाध्यापकको हिसाबले म विद्यालय परिवारको तर्फबाट पनि यहाँहरूलाई स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै धैर्य धारण गर्ने शक्ति प्रदान गरोस् र मिलोस् भन्ने कामना व्यक्त गर्दै मेरो यही मन्तव्य अन्त गर्न चाहन्छु। धन्यवाद, नमस्कार। सेतीनाग माविका प्रज्यूलाई र अन्तिममा सोध्ने प्रार्थना गरिदिनु हुनको लागि गैंडाकोट ग्रेस चर्चका रेभरेन्ड पास्टर प्रेम थापाज्यूलाई म यो समय दिनेछु। धन्यवाद छ हाम्रो स्वर्गीय दलबहादुर बुवाको स्मृति कार्यक्रम सञ्चालक हाम्रो प्यारी भान्जीलाई। विशेष गरेर म र परिवार अनि गैंडाकोट क्रिस चर्चको स्वर्गीय दलबहादुर बुवातर्फ भावपूर्ण श्रद्धाञ्जली ज्ञापन गर्दछु भने स्वतः कुल परिवार विशेष गरेर 3 छोराहरू 3 छोरी नाता नातिनी जो जति हुनुहुन्छ सबैलाई चाहिँ नि भावपूर्ण संवेदना पनि प्रकट गर्दछु। हामीले स्वर्गीय बुवाको बारेमा चिन्ता गर्नु छैन, किनकि बाइबलले परमेश्वरको वचन धर्मशास्त्रले सबै स्पष्टसँग भनेको छ उहाँको लागि चिन्ता फिक्रीहरू अब केही पनि छैन। बाइबलले भन्छ मानिसको इच्छाले 1 सेकेन्ड पनि तलमाथि गर्न सक्दैन। अब पुसिसकेको छ उहाँको लागि ती सबै संसारको दुःख कष्ट नाता नातिनी कहाँ जाला के आउला अनि चाडपर्व विभिन्न प्रकारका आउँछ र पनि खानपिनदेखि लिएर हरेक कुरामा चिन्ता फिक्री छैन। अब उहाँको लागि अन्त्य। अब हामी जिउँदाहरूको लागि चाहिँ नि चुनौती छ, धेरै चुनौती छ। यो विषम परिस्थिति र 21औं शताब्दीको युगमा जिउनु पर्दाखेरि गाह्रो छ। अब हामीले उहाँको लागि चिन्ता गर्ने, आफ्नै लागि चिन्ता गर्ने हो। त अब हामी अनुसरण गरौँ ताकि आत्मिक क्षेत्रमा, शारीरिक क्षेत्रमा, पारिवारिक क्षेत्रमा मात्र न समाज भयो भने केही स्टेप हात अगाडि गएर विकास र उन्नतिको कुरातिर जाउँ। परमेश्वरले हामीलाई आशीर्वाद दिनुहुनेछ। प्रार्थना गर्नेछु। परमप्रभु परमेश्वर पिता, आजको यो दिन विशेष गरेर हाम्रो स्वर्गीय दलबहादुर बुवाको स्मृति विशेष गरेर यो समयमा अनि साँच्चै नै शोकाकुल परिवार छोडिनु भएको परिवारलाई त्यो एउटा स्थिरताको धैर्यको हातमा दिनुहोस्। तपाईँको वचनबाट भएर बोलेर महिमा लिनुहोस् प्रभु। धन्यवाद, आदर र भक्ति महिमा आजको स्मृति कार्यक्रम र सबै कुराको लागि तपाईँलाई चढाउँदै माग्छौँ प्रभु यीशु ख्रीष्टको पवित्र नाममा, आमेन। हामीलाई नै देखाइरहेको छ उनले मुखले थोरै भन्ने उनले यो नि सबै बेला राजहरू किन्छ हाले भाइ महिला हो चिन्नु सदस्य अझ भनौँ नवलपरासी जिल्लाको यो पहाडी क्षेत्रमा सुरुमा सडकको विस्तारसित सँगसँगै यातायात सुचारू गर्ने क्रममा एक यातायात व्यवसायी लेकबेसी यातायात व्यवसायी समितिका संस्थापक सदस्य र हाल नवलपुर लेकबेसी यातायात प्रणालीका धनी शेयर सदस्य प्रीतम सोती मगर र उहाँका 2 भाइ सँगै आमा बुहारीहरू, उहाँको पिता 1998 साल चैत्र 9 गते जन्मनुभयो र 82 साल 7औं कार्तिक 3 गते हामीबाट बिदा भइसक्नु भएको छ। यो दुःखद घडीमा उहाँप्रति हामी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौँ र यो परिवारले जुन खालको क्षति बेहोर्न परेको छ, छोराहरूले बुवा भन्दाखेरिमा है भनेर भन्ने बुवा गुमाउनु परेको छ, आमाले ए बुढा भनेर बोलाउँदा सम्बोधन गर्दा है भनेर भन्ने व्यक्ति हामीले गुमाएका छौँ। बुहारीहरूले पुसै भनेर बोलाउँदै गर्दा केही राय सल्लाह माग्न खोज्दाखेरिमा पनि त्यो क्षति यहाँले बेहोर्नु परेको छ। उहाँप्रति वास्तवमा यो परिवारप्रति, हाम्रो एक व्यवसायीप्रति जुन खालको चोट परेको छ, यो चोटमा हामी एकताबद्ध
हुनका निम्ति यहाँहरूसँग सँगै दुःखमा दुःख मिसाउनका निम्ति हामी उपस्थित भएका छौँ र यसै सन्दर्भमा हामी यो फ्रेम हस्तान्तरण गर्नेछौँ र 1 मिनट मौन धारण गरिसकेपछि हाम्रो कार्यक्रम स्वतः समाप्त हुनेछ। त्यसकारण म यो हामी एउटा व्यवसायी समितिको तर्फबाट व्यवसाय प्रणालीको तर्फबाट आएको हुनाले पनि हामीले यो फ्रेम हस्तान्तरण गर्न गइरहेका छौँ। सर्वप्रथम म वाचन गर्न चाहन्छु। भावपूर्ण श्रद्धाञ्जली। स्वर्गीय दलबहादुर सोती मगर, जन्म 1998 चैत 9 गते, मृत्यु 2082 7 3 गते। लेकबेसी यातायात व्यवसाय समितिका संस्थापक सदस्य तथा नवलपुर लेकबेसी यातायात पालिका शेयर सदस्य, बुलिङटार गाउँपालिका वडा नम्बर 4 अर्खला निवासी प्रीतम सोती मगरका पूजनीय पिता दलबहादुर सोती मगरको 82 कार्तिक 3 गते भएको असामयिक निधनमा स्वर्गीय दलबहादुर सोती मगरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो संवेदना प्रकट गर्दछौँ। नवलपुर लेकबेसी यातायात प्रणाली, देवचुली 13, दलदले नवलपरासी, बर्दगार सुस्ता पूर्व, मिति 82 कार्तिक 7 गते। आजको दिनमा हामी यो फ्रेम हाम्रा व्यवसायीलाई हस्तान्तरण गर्छौँ। हुनको निम्ति पनि म अनुरोध गर्छु। सुरु। धन्यवाद। अब म अन्तिममा स्वर्गीय दलबहादुर सोतीप्रति पुनः एकपटक पूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। सबै टिमको तर्फबाट, नवलपुर लेकबेसी यातायात प्रणालीको तर्फबाट। आमा हुनुहुन्छ, छोराहरू 3 भाइ हुनुहुन्छ, बुहारीहरू हुनुहुन्छ। यहाँहरू सबैले अभिभावकत्व लिनको निम्ति आमालाई बुवाले जुन हिसाबले दुःख सुखमा जीवनसाथीको रूपमा राख्नुभएको थियो, आमालाई कति पनि बुवाको खाँचो नहुने गरी आमालाई जन्म दिने आमालाई अब हाम्रो परमेश्वर भने पनि, देवता भने पनि, जे भने पनि उहाँ हुनुहुन्छ। उहाँको निम्ति सबै सेवामा समर्पित हुनुहुनेछ र उहाँलाई कति पनि अभाव फर्किन दिनुहुने छैन भन्ने आशा र विश्वाससहित उहाँप्रति पुनः एकचोटि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै आफ्ना भनाइहरूसित सँगसँगै यो कार्यक्रम पनि समापन भएको घोषणा गर्छु। धन्यवाद। विशेष गरी लेकबेसी यातायातका हाम्रा संस्थापक सल्लाहकारज्यू र यस लेकबेसी यातायातका अध्यक्षज्यू, हाम्रा रुट संयोजकज्यू, अन्य हाम्रा कर्मचारी, व्यवसायमा आबद्ध हुने सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। किनभने उहाँहरू सँगसँगै जसरी मैले काम गर्न पाएँ, त्यो कामको सिलसिलामा धेरै कुराहरू मैले सिक्न पाएको, धेरै कुरा मैले बुझ्न पाएको कुराहरू त छँदै नै छ। तर पनि भन्नुपर्दाखेरि सबभन्दा यो मुख्य कुरा आज मेरो परिवारमा अथवा बाबाको जुन स्मृति कार्यक्रमको दिनमा यसरी उहाँहरू आएर सबै जुन कुराहरू उहाँहरूले भन्नुभयो त्यसमा अझै पनि मलाई धेरै ऊर्जा सन्ताउन तपाईँहरू आएपछिको मलाई त्यो महसुस भएको छ। मेरो घर परिवारले पनि त्यो महसुस गर्नुभएको छ भने धेरै मलाई आशा र विश्वास छ। त्यसैले गर्दाखेरि
हजुरहरू आउनु नै मेरो लागि सन्ताउना र हिजोको दिनको कुराहरू सम्झिँदै फेरि पनि त्यसरी जोडिँदै फेरि गर्नको लागि सो इच्छालाई पनि म यस समय भनाइराख्न चाहन्छु र जति पनि साथीहरूले जे कुरा ल्याउनु भएको छ त्यसबाट पनि धेरै नै आशिषित भएको छौँ, सन्ताउना मिलेको छौँ। त्यसैले गर्दाखेरि सबै लिग्बेसी सबै परिवारलाई धेरै धेरै धन्यवाद